म हजुर कहाँ जन्मिसकेको कुन ठाउँमा वालिङ वालिङ कहाँ हो नि वालिङ कुन जिल्ला पर्यो कुन जिल्ला वालिङको जिल्ला कुन जिल्ला मलाई थाहा छैन स्याङ्जा 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 अनि के याद छ त नि सानो हुँदाखेरिको सानो हुँदाखेरि के याद हुने खोइ खेल्ने गाई चराउने अनि जङ्गल गान जाने जङ्गल त जहाँ छैन त्यहाँ जाने ठाउँ त के गर्छिन्थ्यो अनि साथीहरूसँग के खेल्छिन्थ्यो के टिपेर खाइसिन्थ्यो त्यो कुरो कुरो टिपेर थुत्ने खेल्थ्यौँ हामी एकअर्काको लुगाबाट कुरो हुन्न त्यो भुइँमा कुरो हुन्न पहेरामा ऐसैले नि त्यस्तो छैन हाम्रो गाउँमा त्यहाँ फलफुल केही छैन काफल हो काफल थियो अनि कहिले कति उमेरमा बिहा भएको थियो हजुर बिहा भएको कति उमेर भइसक्यो हजुर आफू वर्ष म 19 वर्षको थिएँ क्या अनि यहाँ आएर बस्दा कस्तो लाग्यो त नि चिकन ठिकै लाग्यो बाबा यहाँ चाहिँ आउनु परेन अनि यहाँ सबैजना खासै सबैजना यहाँ सँगै कसरी भयो कृष्ण मामाहरू सबैजना एउटै ठाउँमा कसरी भयो खासमा सबैजना एक ठाउँमा भइहाल्यो नि हजुरबुवा आएपछि उहाँहरू सर्नुभयो कि होइन बुवा आएपछि अब सबै आएको नि त यहीँ सबैजना यहाँ सबैजना यहाँ आएको छुट्टिएपछि अब घर भयो एक घन्टा अनि सुरेश मामा र सविता आन्टीको सानो हुँदाखेरि केही कुरा सुनाइसक्नु त कस्तो भइसिन्थ्यो चकचक गर्छिन्थ्यो सुरेश मामा त एकदम चकचक हो के गर्छिन्थ्यो जिजुवाले उहाँ घैँटा ऊ राख्ने आँप पकाउनु राख्ने त्यो घैँटोभित्र राखेर हात हालेर झिक्दाखेरि आउँदैन थियो अनि जिजुवाले लगट्ने अनि सविता आन्टी त के आने भित्रै बस्ने घर कसेर लाउने सफा गर्ने स्कुल जाने ज्ञानी त्यही हो